Ladies and gentlemen, and now join us in welcoming the Chief Minister of Sikkim, Shriman Prem Singh Tamang Gole sir, to the red carpet this evening. Leading the state with vision and dedication, we are deeply honored to welcome Honorable Chief Minister of Sikkim, Shriman Prem Singh Tamang sir, a dynamic leader guiding key portfolios including finance, home, planning and development, power and information technology. His visionary leadership continues to shape the future of Sikkim. Please join us in extending a warm welcome, a warm and respectful welcome to the Honorable Chief Minister of Sikkim, Shriman Prem Singh Tamang sir. Also joining him on the red carpet, his spouse, Honorable Madam Krishna Kumari Rai, who is a prominent social worker, educator, and political figure in Sikkim. She is also known for her grassroots welfare work and women's empowerment initiatives in Sikkim. Once again, ladies and gentlemen, let us join in welcoming our Honorable Chief Minister, Shriman Prem Singh Tamang, and Honorable Madam Krishna Kumari Rai to the red carpet this evening. Ladies and gentlemen, also joining us on the red carpet tonight is Mr. Ravindra Tilang, IAS, Chief Secretary of Sikkim and Head of the Home Department, renowned for his exemplary leadership and administration and policy implementation. His presence adds gravitas to this grand celebration of art, culture and cinema. Once again, ladies and gentlemen, join us in welcoming Mr. Ravindra Tilang to the red carpet this evening. सिक्किममा जुन चाहिँ सिक्किम इन्टरनेसनल फिल्म फेस्टिभल भइरहेको छ त्यसको बारेमा अलिकति बताइदिनुहोस्। सिक्किमको निम्ति यो ऐतिहासिक क्षण हो, किनभनेदेखि यो पहिलोपल्ट भारत सरकारको सहयोगमा सिक्किम इन्टरनेसनल फिल्म फेस्टिभलको आयोजना आजदेखि सुरु भएको छ र आजदेखि सुरु भएर 22 तारिकसम्म यो सम्पन्न हुनेछ र यो एउटा हाम्रो निम्ति एउटा अति नै सुनौलो मौका हो। विशेष गरेर हाम्रो युवा भाइ बहिनीहरूको निम्ति जो पनि उहाँहरू अगाडि बढ्न चाहन्छन्, जो पनि फिल्म जगतको निम्ति अगाडि बढ्न चाहन्छन्, विभिन्न फिल्डहरूमा अगाडि बढ्न चाहन्छन्, उनीहरूको निम्ति एउटा सुनौलो मौका हो। र यो सरकारको आयोजनामा जसरी एउटा कार्यक्रम यो विश्वस्तरीय कार्यक्रम हो, यसमा सबैले भाग लिनुपर्नेछ र उहाँहरू सबै अगाडि आउनुपर्नेछ र वर्तमान सरकारले विभिन्न कार्यक्रमहरूको आयोजना गरेर हाम्रो विशेष गरेर यङ जेनेरेसनलाई जुन मौका दिने काम गरेको छ यो ऐतिहासिक नै हो। त्यसले गर्दा यो सिक्किम इन्टरनेसनल फिल्म फेस्टिभलको आयोजना भएकोमा म विशेष गरेर आइपिआर डिपार्टमेन्टलाई म हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु अनि भारत सरकारलाई धेरै धेरै धन्यवाद पनि म व्यक्त गर्न चाहन्छु। धन्यवाद सर। यो हजुरले एक्सपेक्टेसन गर्नु भएको जस्तो भएको छ कि छैन र जति पनि सेलिब्रिटिज आउनु भएको छ उहाँले कस्तो यादहरू लिएर जाओस् भन्ने सोच? विशेष गरेर यो कार्यक्रमको यो पहिलो दिन हो र पहिलो दिन अति नै राम्रो कार्यक्रमको सुरुवात भएको छ र आज सुरुवातमा उद्घाटनको कार्यक्रममा हाम्रो राज्यका
माननीय राज्यपाल महोदयको बहुलीबाट आज उद्घाटन भएको छ, यसको घोषणा भएको छ भनेदेखि आज दिनभरिको कार्यक्रम हो र यो बेलुकीको कार्यक्रम हो भनेदेखि भोलि पर्सि अनि 22 तारिकसम्म चल्दैछ। अवश्य पनि सिक्किमको जुन एउटा शिष्टाचार छ, सिक्किमको जुन खालके एउटा परम्परा छ, त्यसले गर्दा यो कार्यक्रम अवश्य पनि सफल हुनेछ। सर जति पनि फिल्महरू स्क्रिनिङ भएको छ सर, यहाँनिर ठुल्ठुलो प्रड्युसरहरू आइरहेको डाइरेक्टरहरू आइरहेको हाम्रो आम जनतालाई सर के सन्देश दिनुहुन्छ सर? विशेष गरेर आज हेर्नुहोस्, सिक्किममा धेरैवटा फिल्महरू विभिन्न बलिउड फिल्मदेखि लिएर विशेष गरेर बङ्गाली फिल्मदेखि लिएर नेपाली फिल्मदेखि विभिन्न फिल्महरूको यहाँनिर अघिबाट नै सुटिङ भइसके। जस्तो प्रकारले बलिउडकै कुरा गर्नु पर्यो भनेदेखि जति बेला यहाँ कुनै प्रकारको सुविधा साधन थिएन त्यति बेला यहाँनिर ज्वेल थिप देवानन्दको सुटिङ भएको हो। भनेपछि त्यति बेला त्यो समयमा नै सिक्किमलाई एउटा यस्तो खालके मतलब एउटा राज्यको रूपमा चिनिन्थ्यो भने आज त हाम्रोमा सब सुविधा साधनहरू छ अनि सबै कनेक्टिभिटी छ, सबै छ। त्यसले गर्दाखेरि आज साँच्चै भन्नु हो भने हामीले स्विजरल्यान्ड विदेशहरूको कुरा गर्छौँ भने आज हाम्रो देशभित्र नै एउटा स्विजरल्यान्ड छ भने सिक्किम पनि एउटा स्विजरल्यान्ड नै जतिकै हो। त्यसले गर्दाखेरि विशेष गरेर अब कुनै पनि फिल्म यहाँ सुटिङ भयो भने विभिन्न प्रकारले यहाँका भाइ बहिनीहरूले अवसरहरू प्राप्त गर्छन्। जस्तै कुनै पनि बाहिरबाट जति पनि टिमहरू आउँछन् उहाँहरू यहाँ आएर होटेलमा बस्छन्, उहाँहरूले ट्याक्सी चढ्नु पर्यो, विभिन्न प्रकारको व्यवसायहरू चल्छन् अनि हाम्रो भाइ बहिनीहरू पनि आज कुनै पनि ट्यालेन्टमा उहाँहरू कमी छैनन्। र आज तपाईँले देख्नुहुँदैछ हाम्रै जस्तै प्रकारले सामतेन भुटियादेखि लिएर आज प्रसन्न रसाइलीदेखि लिएर आज विभिन्न हाम्रो ट्यालेन्टेड भाइ बहिनीहरू पनि अगाडि बढेको छ भनेदेखि उहाँहरूले धेरै अवसर पाउनेछ। तर अवसरको निम्ति घरमै बसेर अवसर मिल्नेवाला छैन, त्यसको निम्ति बाहिर निस्किनु पर्यो, आउनु पर्यो, कोसिस गर्नु पर्यो। र आज सरकार भनेको एउटा अपर्च्युनिटी क्रिएट गर्ने एउटा है तपाईँको अनि पोलिसी बनाउने एउटा ठाउँ हो अनि सरकारले पोलिसी अपर्च्युनिटी ल्याइदिएको छ, त्यसलाई ग्रेब गर्ने काम चाहिँ हाम्रो विशेष गरी युवा भाइ बहिनीको। त्यसकारण मलाई आशा छ पूर्ण रूपले हाम्रो विशेष गरी युवा भाइ बहिनीहरूले यो अवसरलाई पक्का पनि उहाँहरूले मौकाको रूपमा लिनेछ। तपाईँले कसरी हेर्नुहुन्छ महिलाहरूलाई खासै गरेर चाहिँ फिल्म इन्डस्ट्रीमा हाम्रो सिक्किमको विशेष गरेर नर्थ इस्टका महिलाहरूलाई भन्नुपर्दा अब अहिले घडी है अहिलेको हाम्रो सिक्किम सरकारमा सम्माननीय मुख्यमन्त्रीको दिशानिर्देशन अनुसार महिलाहरू अगाडिदेखि नै अब शक्तिशाली थियो तर झन् बलियो र सक्षम बनेर गएको छ र हाम्रो राज्यमै हेऱ्यो भने महिलाहरूलाई धेरैभन्दा धेरै मौकाहरू अहिले पाइरहेको छ भनेर भन्न चाहन्छु। अन्तिम सर जुन कलाकारहरू सम्मेलन गरेर जुन कलाकार सिक्किम कलाकारहरूलाई जुन टेवा जुन सपोर्ट दिएको थियो जुन यो अन्तर्राष्ट्रिय स्तरको जुन यो फिल्म फेस्टिभलले ती कलाकारहरूलाई ती आर्टिस्टहरूलाई कस्तो प्रकारको मद्दत छ जस्तो छ? जसरी हामीले राज्यभित्र नै एउटा राज्य स्तरीय रूपमा हामीले सरकार बनेदेखि नै कलाकार भरोसा सम्मेलन गरेपछि विभिन्न तह तब्कामा काम गर्ने अगाडि आएका कलाकारहरूलाई हामीले सम्मान दिने काम गरेका थियौँ अनि गर्दै आएका छौँ भनेदेखि हामीले विभिन्न त्यस्ता इन्स्टिट्युटहरूलाई पनि हामीले प्रोत्साहन स्वरूप उहाँलाई सहयोग गरेर उहाँलाई हामीले ठेल्ने काम गरेँ। त्यसो हुँदाखेरि उहाँहरूले धेरै प्रोत्साहन पाएर धेरै अगाडि बढेका छौँ। त्यसो हुँदाखेरि अब यो एउटा सेकेन्ड स्टेप हो कि ताकि हामी तयारी छौँ र तयारी हुँदा हुँदै यसरी एउटा इन्टरनेसनल फिल्म फेस्टिभलको आयोजना हुँदाखेरि त्यो एउटा अपर्च्युनिटी आएको छ हाम्रो हातमा। त्यसले गर्दा अवश्य पनि हाम्रो युवा भाइ बहिनी पक्कै पनि यो जुन सिक्किम इन्टरनेसनल फिल्म फेस्टिभलले पक्का पनि उहाँले धेरैभन्दा धेरै उहाँले अवसरहरू प्राप्त गर्नेछ भनेर म भन्न चाहन्छु। र विभिन्न कार्यक्रमहरू हामीले सिक्किम कलाकार भरोसा सम्मेलनमा त नभएर भर्खर हामीले है पहिल्यैदेखि हामीले सिक्किम आइडलको आयोजना गऱ्यौँ। त्यसबाट पनि हाम्रो धेरै छनौट भएका हाम्रा नानीहरू है भाइ बहिनीहरूलाई हामीले विभिन्न मौकाहरू दिएका छौँ। उहाँहरूलाई फ्री एजुकेसन हामीले दिएका छौँ सरकारकै तर्फबाट उहाँलाई पढाइने काम भइरहेको छ भनेदेखि जस्तै गोल्डन फिट अफ सिक्किम जस्तै प्रकार गोल्डन भोइस अफ सिक्किम अनि गोल्डन बिट अफ सिक्किम गराएर उहाँलाई एउटा इन्टरनेसनल प्लेटफर्ममा पुर्याउने हामीले काम गरेका छौँ। जस्तो पहिलोपल्ट होला सिक्किममा 2025को डिसेम्बर महिनामा हामीले अर्किड म्युजिक फेस्टिभलको आयोजना गऱ्यौँ। यो एउटा इन्टरनेसनल इभेन्ट हो। अब यो इभेन्टलाई अब जसले आफ्नो जुन दृष्टिकोणले हेर्छ त्यस्तै प्रकारको देख्छ तर यो एउटा अपर्च्युनिटी हो र हामीले तपाईँको यो अर्किड म्युजिक फेस्टिभल गर्दाखेरि कम से कम
2000 देखि 3000 जना युवा भाइ बहिनीहरू जोड्न सक्षम भयो। उहाँहरू विभिन्न प्रकारले जोडे, विभिन्न प्रकारले उहाँले मौकाहरू पायो, त्यसै गरेर उहाँले पनि सिक्ने कुराहरू पायो र अब सिक्किम चाहिँ कुनै पनि कुरा गर्नको निम्ति, कुनै पनि मतलब काम गर्नको निम्ति सक्षम छ र हामी गर्न सक्छौँ भन्ने एउटा उदाहरण पनि हामीले पेश गरेका छौँ। सर आज